हेलो एन्ड नमस्ते गाइज, वेलकम टु माई युट्युब च्यानल। सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। सबैजनाले माया गरिदिनु होला गाइज, होइन? सब्सक्राइब पनि गरिदिनु होला। मेरो यस्तो पिम्पल आएको छ गाइज। फाइनली गाइज हाम्रो अपार्टमेन्टमा पनि हामी आइसक्यौँ। अहिले चाहिँ जता गए पनि हुन्छ। यो चाहिँ अफिस हो, यताको यो अपार्टमेन्ट खोज्ने अफिस हो। हेर्नुहोस् यस्तो गाइज, हामी आफ्नो अपार्टमेन्टको यताउता घुमिरहेछौँ के छ कस्तो छ भनेर। उता बस्दाखेरि त 1 महिनादेखि हामी कहीँ पनि बाहिर निस्केका थिएनौँ, किनकि हामी त्यो चाहिँ होटल जस्तै कि नेपालको त्यस्तोमा बसेको थियौँ नि त। अहिले चाहिँ आफ्नो अपार्टमेन्टमा भएर यो भित्र जता पनि डुल्न पाइँदो रहेछ। त्यहाँ त मलाई भिडियो बनाउन पनि यस्तो डर लाग्थ्यो कि फर्स्ट हुनाले। यता चाहिँ यस्तो छ हामी बस्नेतिर। हेर्नुहोस् उता मेरो हस्बेन्ड गइराख्नु भएको छ। यता जेब्रा क्रसिङ पनि रहेछ। यता त हिँड्न पनि मिल्दो रहेछ। हावा अहिले हामी आउँदाखेरि यस्तो गर्मी थियो गाइज। अहिले चाहिँ आजभोलि हल्का शीत। अनि यता चाहिँ खासै हिँड्ने मान्छे पनि हुँदैनन्। एउटा मान्छे चाहिँ हिँडिरहेको छ। अनि हामी चाहिँ अहिले यो हाम्रो रुमभित्र जाने बाटो अलि भित्र हो नि त। भित्र त एकदम राम्रो रमाइलो हुन्छ। ए हजुरको अस्ति यतैतिर भएको थियो नि। ए अनि मेरो हस्बेन्डको अफिस पनि नजिकै हो। अब मैले काम पाएपछि पनि यति नजिक गर्छु। अनि म हिँड्दै आउँछु अनि भ्लग बनाउँदै जान्छु। अनि त्यही हो। जे होस् अब चाहिँ अलिअलि रमाइलो लाग्न थाल्यो। अस्ति त त्यो भित्रै के कस्तो यस्तो छ पुरा। हामी फर्किसक्यौँ। अनि अहिले चाहिँ एकदम हावा चलिरहेछ। यताउताबाट गाडी आउँछ कि भनेर पनि हिँड्नुपर्छ, होइन? अब चाहिँ मैले काम गर्न सुरु गर्छु। यताको जग्गा चाहिँ बिक्रीमा छ। अब हामी लिनेवाला छु चाँडै। अस्ति 1 महिना पुगिन्जेलसम्म घर जाने मन थियो। अब चाहिँ घर आउने मन छैन। म अब आउँदिनँ, यतै बस्छु। बच्ची जन्माएर छोराछोरीलाई अनि यतै पढाउँछु। उनीहरू चाहिँ यतैको नागरिक बन्छन्। अनि हामी उनीहरूसँगै पनि बस्न सक्छौँ नि त। अनि 5 वर्षसम्म त हामी आफै पनि बस्न सकिहाल्छौँ हुन्छ। अब चाहिँ हामी हाम्रो रुमको अगाडितिरको भित्रको रोडमा पुगिसक्यौँ। यो यता मैले यस्तो गरेर घुमेँ। अनि यता ग्राउन्ड पनि छ। के अरे टेनिस बोर्ड। अनि उता पनि छ स्विमिङ पुल पनि छ। त्यहाँ म जानेवाला छु अब चाँडै बिदाको दिन। अनि यहाँ सबको गाइज, होइन? नेपालमा चाहिँ बाइकहरू हुन्छ नि त, यहाँ यस्तो गाडीहरू हुन्छ क्या, गाडीहरू हुन्छ। त्यही भएर आफ्नो गाडी चाहिन्छ यता भनेको त्यसैले हो। म त अहिले यस्तै हो, केही पनि गरिरहेको छैन, खाएको छु, बसेको छु यस्तो। अब त म यतिको बाहिर त एक्लै पनि आउन सक्छु। अब चाहिँ हेर्नुहोस् गाइज, अमेरिका घरहरू चाहिँ यस्तै हुन्छन्, होइन? यो पुरै अपार्टमेन्ट एकदम ठुलो छ। यहाँदेखि उतासम्म छ। यो अपार्टमेन्टमा चाहिँ हामीले जता गयो जे गऱ्यो जसरी बसे पनि हुन्छ क्या। आफ्नो अपार्टमेन्टभित्र आफ्नो रुमभित्र मात्रै होइन कि अपार्टमेन्टभित्र नै राम्रोसँग बस्न मिल्छ। केही पनि हुँदैन मजाले। आफ्नो फर्स्ट चाहिँ डर हुन्थ्यो। अहिले चाहिँ त्यस्तो डर सर केही लाग्दैन। सबै कुरा बुझिरहेको छु अब बिस्तारै। तर मेरो चाहिँ मुखमा पिम्पल आइरहेछ। किनभने फर्स्ट टाइम हुनाले होला, गर्मी पनि एकदमै गर्मी छ। त्यसैले अरू के भने पिम्पल आएर बल्ल अहिले हल्का सन्चो अझै अझ एउटा सन्चो फेरि अर्को आइहाल्छ क्या। यस्तो भइरहेको छ। यो पानीले सुत्न गरेको हो कि यो क्लाइमेट नै यस्तो भएको हो। उताको अलि चाहिँ काठमाडौँ चाहिँ अलि यति धेरै गर्मी हुँदैन नि त। यहाँ बाहिर आएर एकदम हाल्छ। उता त यस्तो थिएन। अनि भित्र एसीमा बसेर, अब हाम्रो त नेपालमा एसीमा बस्ने बानी पनि थिएन क्या अरे। काठमाडौँमा त फ्यान पनि थिएन। त्यही भएर पनि होला।
त्यहाँनिरको त्यो व्हाइट कलर र अनि ग्रिनको त्यो देखिरहेको छ नि त्यो चाहिँ फोहोर फाल्ने ठाउँ हो। अनि हामीले चाहिँ अहिले त्यो फोहोर फाल्न आएको थियौँ। फोहोर त ढोका अगाडि नै लिन आउँछ, तर मेरो हस्बेन्ड चाहिँ यस्तो हुनुहुन्छ कि होइन किन दुःख दिनु परेर उसले पैसा गर्छ, हामीले त पैसा तिरेको छौँ होइन, आफै पुऱ्याएर आउँ भनेर। त्यो चाहिँ ठुलो थियो नि त हाम्रो सामानहरूको, त्यो के भन्छ त्यो गाताहरू के त्यो एकदम ठुलो थियो। त्यो रुम अगाडि राख्न पनि अलिकता त्यो नराम्रो देखिने जस्तो भयो भनेर अनि हामीले चाहिँ आफै पुर्याउन त्यो फाल्न आएको थियौँ। अरू त सामान त अरू फोहोरहरू त हामीले फाल्दैनौँ, ढोका अगाडि राखिदिन्छ अनि फोहोर लग्ने मान्छेहरू आइहाल्छ। यता हेर्नुहोस्, अनि यत्रो चाहिँ यति थोडा मात्रै हुँदो रहेछ क्या। ऊ त्यहाँ फेरि बिचमा घरहरू छ, यो खालि यतिकै साइडमा मात्रै जङ्गल के यहाँ यस्तो अलिकता स्वच्छ वातावरण होला, हरियाली होला भनेर मात्रै राखेको रहेछ क्या। जङ्गल ऊ त कहिल्यै हुँदैन, जङ्गल त आउँदैन कहिले पनि। तर यो यतिकैको मात्रै रहेछ। अब चाहिँ हामी आफ्नो अपार्टमेन्टको नजिक पुग्दैछौँ। फर्स्ट टाइम हो गाइज, मैले चाहिँ भ्लग बनाउन खासै जान्दिनँ। अब हालिदिउँ खालि पिउने हो र भ्युज नआए पनि यत्तिकै आफूले पछि हेर्नको लागि सजिलो हेर्नलाई हुन्छ, मेमोरी हुन्छ। फर्स्ट टाइममा यस्तो थियो भनेर भिडियो राखेर हालिराखेपछि हेर्न पाइन्छ। अनि आफ्नो स्टार्टिङको र अनि त्यसपछिको खै हाम्रो फ्युचरमा अब कस्तो हुँदै जान्छ त्यही यसरी हेरेर हामी कहाँदेखि कहाँ पुगेको थियौँ भनेर चाहिँ थाहा हुन्छ नि त। त्यसैले हो बनाइरहेको, नत्र त हामीहरू त त्यसरी ठ्याक्कै भिडियोहरू बनाउनु त आउँदैन, तर मन त पर्छ। तर अब बनाउँदिनँ कि एक्लै खान्छु अनि भिडियो बनाउन फेरि कस्तो लाग्छ कि लाज लाग्छ। यो चाहिँ हाम्रो रुम जाने बाटो, हामी पुगिसक्यौँ गाइज। यताबाट यस्तै जाने हो। यहाँ सबै काठको घर हुन्छ, ढलाने घर हुँदैन नेपालको जस्तो। म पनि फर्स्टमा आउँदाखेरि यो घर हो कि भैँसी बाँध्ने गोठ हो भनेर सोच्थेँ पहिला। फर्स्ट अहिले त होइन यस्तै हुँदो रहेछ भनेर कस्तो राम्रो लाग्छ क्या। फर्स्टमा चाहिँ यही कुरा पनि यस्तै। मेरो रुमबाट देखिने भ्यू हो यो चाहिँ। ढोका खोलेर सक्नुभयो छ अनि होइन। अनि यो चाहिँ हाम्रो रुम, लिभिङ रुम हो। वाउ क्या चिसो यो लिभिङ रुम। अहिले चाहिँ हाम्रो केही व्यवस्थित भएको छैन। के मगाउनुहुन्छ मेरो हस्बेन्डले चाहिँ जे पाए त्यही, अनि अलिअलि मात्रै छ, केही छैन सामानहरू। यस्तै छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। सी यू इन माई नेक्स्ट भ्लग। बाई बाई गाइज, टेक केयर एन्ड ह्याभ अ नाइस डे।